सम्मानित सभामुख महोदय, आज सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक 2081 माथि मैले राखेका संशोधन प्रस्तावहरू म यहाँ राख्न चाहन्छु। आशा छ मन्त्रीज्यूले चाहिँ यी सबै संशोधनहरूलाई स्वाभाविक ढङ्गले एकदम सकारात्मक ढङ्गले ग्रहण गरिदिनु हुनेछ। सर्वप्रथम त अब यो गैर आवासीय नेपालीलाई भिसा दिने प्रावधानमाथि नै आपत्ति छ। यहाँ धेरै कुरा पनि उठिसकेका छ। धेरै नेपालीहरू अहिले बाहिर हुनुहुन्छ, चाहे त्यो बाध्यताले होस् चाहे त्यो विभिन्न कारणले होस्, उहाँहरू बाहिर हुँदै गर्दाखेरि आफ्नो जीवन चलाउने क्रममा उहाँहरू अब गैर आवासीय नेपाली हुनुभएको छ। उहाँहरूलाई नेपाल सरकारले अहिले 10 वर्ष भिजा निःशुल्क दिने भनेर अध्यादेश मार्फत लिएर आएको थियो। अहिले प्रतिस्थापन विधेयकमा आएको छ। यो मन्त्रीज्यूलाई म भन्न चाहन्छु, यो ठुलो बहादुरको काम गरे जस्तो लाग्ला, तर यो बहादुरको काम होइन। उहाँहरू रिसाउनु भयो, उहाँहरूलाई चित्त दुख्यो भनेदेखि, देशसँगको नाता टुट्यो भनेदेखि हामी उहाँहरूलाई भन्दा घाटा देशलाई छ। यति बेला मैले यति मात्रै जोड्न चाहेँ। हाम्रो रेमिट्यान्स होस्, हाम्रोलाई अहिले लगानी चाहिने कुराहरू होस्, यो धेरै कुराहरूमा चाहिँ गैर आवासीय नेपालीहरूको ठुलो हात छ। इभन अहिले नेताहरू नै विभिन्न देशहरूमा अहिले राजनीति चाहिँ नेपालमा भन्दा बाहिर हुन्छ भनेर सुन्छौँ क्या हामी, किनभने नेपालीहरू अहिले बाहिर हुनुहुन्छ धेरै। त्यही भएर नेताहरू पनि आजकल नेपालीहरूलाई फकाउनको लागि गैर आवासीय नेपाली हो भन्ने थाहा हुँदा पनि उहाँ फकाउन जानु भएको छ। अनि देशलाई यहाँ राजनीति गर्न चाहिँ फकाउन उहाँहरूलाई जानुपर्छ भनेदेखि उहाँहरूलाई चाहिँ यो भिसा दिने भन्ने कुराले चाहिँ झन् धेरै चिड्याउँछ होला। त्यस कारणले यो कसैलाई पनि फाइदा गर्दैन। उहाँहरूलाई देशसँगै जोड्नुपर्छ। देश भोलि राम्रो हुँदै गर्दा उहाँहरू फर्किने वातावरण पनि हुन्छ। त्यही भएर यो दूरी नबनाउनको लागि चाहिँ 10 वर्ष भिजा निःशुल्क गर्ने प्रावधान होइन, भिसा नै आवश्यकता नहुने प्रावधान। जोसँग एनआरएनको नागरिकता छ, एनआरएन नागरिकता छ, उहाँहरूलाई भिसा नै आवश्यकता नहुने प्रावधान हुनुपर्छ भन्ने मत राख्न चाहन्छु। त्यस्तै अर्को चाहिँ यो घरेलु हिंसा कसुर र सजाय ऐन यहाँहरूले संशोधनको लागि प्रस्ताव गर्नुभएको रहेछ मन्त्रीज्यू। तर म यहाँ भन्न चाहन्छु, यो निजी विधेयक हामीले संसदमा अस्ति नै दर्ता गराएको थियौँ, मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक 2081। यो विधेयकमा हामीले जलन सम्बन्धी धेरै कुराहरू एकदमै धेरै गृह कार्य गरेर हामीले प्रस्ताव गरेका थियौँ। अब यो घरेलु हिंसा अन्तर्गत यता टुक्रा टुक्री गरेर अलिअलि तेजाबको कुरा राखेर जलनको कुराहरू राखेर ल्याउनु भयो भने पूर्ण हुँदैन। यहाँहरूले देखिसक्नु भएको छ, जलन भन्ने यो कसैले चाहेर आउने कुरा होइन, एक्सिडेन्ट हो। एक्सिडेन्टको हकमा त सरकार संवेदनशील बन्न पर्यो। यहाँ आग्रह पूर्वाग्रहको कुरै छैन। हामीले संसदमा आज होइन धेरै अगाडि 2-3-4 महिना भइसक्यो हामीले निजी विधेयक बुझाएको, तर अब टेबल भएको छैन। त्यो विधेयकलाई चाहिँ बरु सरकारले ग्रहण गरेर यहाँ प्रस्तुत गर्दा भइहाल्छ। म यो कुरा अनुरोध गर्न चाहन्छु। यो घरेलु हिंसा कसुर ऐन चाहिँ कम्प्लिटली सरकारले फिर्ता लिएर यसको सट्टामा जलन विधेयकलाई जो हामीले यहाँ दर्ता गराएको छौँ त्यसलाई चाहिँ सरकारले ग्रहण गरोस्, मेरो अनुरोध छ। त्यस्तै अर्को चाहिँ दफा 8मा मुलुकी फौजदारी कार्यविधि संहिता 2074मा एउटा प्रस्ताव ल्याउनु भएको रहेछ। प्रस्ताव राम्रो लाग्यो। यसमा चाहिँ यहाँहरूले चेक अनादरको जरियाबाट उठेको ब्याङ्किङ कसुर, आपराधिक विश्वासघात, आपराधिक लाभ पछि चाहिँ लाभ लगायतका कुराहरूमा चाहिँ मिलापत्र हुन सक्ने प्रावधान ल्याउनु भएको छ। त्यो ठिकै पनि हो। एक हिसाबले समाजमा सौहार्दता कायम हुन सक्छ, अलिक समाजमा विश्वासको वातावरण बन्न सक्छ भन्ने हिसाबले ल्याउनु भएको छ। तर यहाँ चाहिँ एउटा यो ब्याङ्किङ कसुर, आपराधिक विश्वासघात र आपराधिक लाभ पछाडि चाहिँ ठगी भन्ने शब्द पनि राखिदिनु हुनको लागि मैले संशोधन प्रस्ताव गरेँ। किनभनेदेखि मुद्दा चल्दै गर्दाखेरि चाहिँ यो चेक अनादरको मुद्दा चाहिँ कतिपय अवस्थामा ठगीबाट पनि उठ्छ। चेक अनादरको जरियाबाट उठेको मुद्दाहरूमा चाहिँ ठगी पनि पर्छ। त्यस कारणले यो ठगीलाई पनि ग्रहण गरिदिनु भयो भनेदेखि जे यहाँहरूले प्रस्ताव गर्नुभएको छ यो समग्र कुराहरू नै समेटिन्छ जस्तो लाग्छ। अनि अन्तिममा एउटा चाहिँ यो दफा 4मै यहाँहरूले चाहिँ पहिलो पटक कसुरदार ठहरी 1 वर्ष वा 1 वर्षभन्दा कम सजाय भएको कसुरदारले कैदको सट्टामा कैद बापत रकम लिई छोड्न निवेदन दिएमा अदालतले कैदमा बस्नु नपर्ने गरी आदेश दिन सक्ने प्रावधान भनेर यो ल्याउनु भएको छ। यो एकदम राम्रो पनि हो। तर यसमा के थप्नुपर्छ जस्तो लाग्छ भने मन्त्रीज्यू, कैदमा बस्नु नपर्ने गरी आदेश भएका कसुरदारको विवरण चाहिँ सरकारी वकिल कार्यालय मार्फत सबै जिल्ला प्रहरी कार्यालयहरूमा रेकर्ड हुनु पर्यो। र प्लस त्यो जायरवाला जो छ, जायरवालालाई पनि यो कसुरदार
इमानतदारले चाहिँ यो कैदमा बस्नु नपर्ने गरी आदेश भएको छ है भन्ने जानकारी चाहिँ दिनु पर्यो। किनभनेदेखि पीडितको सूचना पाउने हक हुन्छ। पीडितले जाहेरी दिएको कारणले सजाय पाएको छ र उसले त्यो सजाय चाहिँ बस्नु नपर्ने गरी कट्टा भएको खण्डमा त पीडितलाई त जानकारी हुनुपर्छ नि। त्यस कारणले यो पीडितलाई जानकारी हुनुपर्ने किसिमको कुरा पनि हुनु पर्यो। त्यसै गरी यो अदालतहरू जहाँ जहाँबाट निर्णय भएको छ त्यहाँ चाहिँ अभिलेख राख्ने प्रावधान पनि थपिनुपर्छ। यसले गर्दा चाहिँ हामीसँग रेकर्ड हुन्छ। होइन भनेदेखि अदालतबाट फैसला हुँदै जान्छ, त्यो कहाँ रेकर्डमा हुन्छ भन्ने कुरा हामीसँग कहीँ पनि हुँदैन। यो मैले निवेदन गर्न चाहे सर्वोच्च अदालतको एउटा आदेशमा पनि यो कुरा चाहिँ यसो गर्नु भनेर लेखिएको कारणले गर्दा मन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु। र अन्तिममा एउटा यो स्वास्थ्य बिमा ऐनमा कार्यकारी निर्देशकको पद रिक्त भएमा चाहिँ यो स्वास्थ्य सेवाको 11औं तहको कर्मचारीलाई खटाउन सक्ने नियुक्ति नहुन्जेलसम्मको लागि भन्ने प्रावधान ल्याउनु भएको छ, ठिकै छ। तर यहाँ मेरो एउटा सानो संशोधन प्रस्ताव के छ भने मन्त्रीज्यू, कार्यकारी निर्देशकको पद चाहिँ 3 महिनाभन्दा बढी रिक्त गर्नु भएन। यति कुरा कानुनमा हामीले स्पष्ट लेखिदिउँ भनेदेखि धेरै लामो समयसम्म पेन्डिङ हुँदैन र कर्मचारीलाई हामीले खटाछौँ भनेर त्यो सरकारले छुट पाउने अवस्था पनि हुँदैन। त्यस कारणले गर्दा यति हामीले गर्न सक्यौँ भने सरकारमा चाहे जोसुकै होस् विधिले बाँच्छ, सुशासन कायम हुन्छ भन्ने जस्तो मलाई लाग्छ। मेरो संशोधन प्रस्ताव यति छ। माननीय मन्त्रीज्यूलाई एकदम सकारात्मक ढङ्गले ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्यहरू, उक्त छलफलमा बोल्न चाहनुहुने माननीय सदस्यहरूले आफ्नो आफ्नो नाम सजिलोको लागि सभामुखको डायससँगै बसेका कर्मचारीलाई 5 मिनेटभित्र उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 3 मिनेटको समय निर्धारण गरेको छु। निर्धारित समयभित्र मान्य सदस्यहरूले आफ्नो भनाइ राखी सक्नुपर्नेछ र सर्वप्रथम माननीय जनार्दन शर्मा। सम्मान्य सभामुख महोदय, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाली ऐनलाई संशोधन गर्ने विधेयकमा छलफल भइरहँदा थुप्रै विषयहरू यहाँ उठिसकेका छन् र थुप्रै संशोधनहरूको बारेमा पनि छलफल भइसकेको छ। कतिपय कुराहरू आफ्नै कानुनसँग आफ्नै ऐनसँग बाजिएका र कतिपय अहिले आवश्यकता नभएका लगायत धेरै कुराहरू आएका छन्। म त्यतातिर समयको अभावले जान चाहँदैन। म के कुरा राख्न चाहन्छु भने सुशासन कायम गर्नु आजको देशको मुख्य कार्यभार हो र त्यो कार्यभारलाई नीति ऐन कानुनले स्वाभाविक रूपमा त्यसको लागि आवश्यक पर्छ, मद्दत गर्छ नै। तर सुशासनको लागि आजको हाम्रो समाज, आजको हाम्रो देशको अवस्थामा हामीले हेर्यो भने राज्य सत्तामा मुख्य जिम्मेवारी लिएर रहने व्यक्तिहरू लोभबाट मुक्त भएर त्यागको एउटा सङ्कल्प गर्ने हो भने सुशासन कायम हुन सक्छ। हामी ऐन त बनाउला हैन, तर त्यो ऐन कसले कार्यान्वयन गर्ने, लागू कसले गर्ने भन्ने प्रश्न आज हाम्रो अगाडि उभिएको छ। सुशासन कायम गर्ने को लागि संवैधानिक आयोग पनि हामीले बनाएका छौँ। संवैधानिक आयोगहरूको प्रयोग दुरुपयोग हामीले हेरिराखेका छौँ। कि राजनैतिक प्रतिशोध साध्न त्यसको प्रयोग भइराखेको छ, कि त राम्रो काम गर्नलाई तर्साउन त्यहाँ भइराखेको छ। ठुला ठुला घटना र काण्डहरू छानबिन त हुँदैन नि त, नभए त होइन नि हामीसित। तर कार्यान्वयन कसले गर्ने, मैले यो सन्दर्भमा भन्दैछु, कार्यान्वयन कसले गर्ने। त्यस कारणले ऐन देखाउने दाँत मात्रै होला, हाम्रो अभ्यास होइन, हाम्रो व्यवहार कस्तो हुन्छ भन्ने कुरा महत्त्वपूर्ण कुरा हो। यो सुशासनको कुरा, भ्रष्टाचारको कुरा गर्दा आर्थिक कुरा मात्रै होइन, यो त एउटा अभ्यासको कुरा हो, एउटा संस्कारको कुरा, एउटा संस्कृतिको कुरा हो। त्यो संस्कार र संस्कृतिको विकास हामीले कसरी गर्ने, आफ्नो अधिकार प्रयोग पनि नगर्ने, कतिपयले त्यो अधिकार दुरुपयोग गर्ने, कसरी सुशासन हुन्छ। सुशासनको समस्या त्यहाँ देखिरहेको छ। यसरी अब हामीले हेर्यो भने हामीलाई सुशासनयुक्त राज्य एउटा निर्माण गर्नको लागि यी अभ्यासहरूलाई हेऱ्यो भने त हाम्रो समयमा त काम केही पनि हुँदैन। हाम्रो आफूले पाएको अधिकार पनि प्रयोग भएको देखिँदैन, दुरुपयोग भएको पनि देखिन्छ। भन्दाखेरि त सुशासनयुक्त छैन हाम्रो अहिलेको अभ्यास, कुशासनतिर नै बढी गएको छ। त्यस कारणले
सुशासनको लागि पहिले हामीले एउटा विश्वास आर्जन गर्न जरुरी छ। मैले रोस्टमबाट पनि भनेको छु कि हाम्रा संवैधानिक आयोगहरूले गर्ने कामहरू जनताको लागि पारदर्शी हुन्, तिनीहरूले जनताले स्वीकार गर्ने हुन्। र अहिले उठेको विषय, अहिले मुख्य विषय के उठ्या छ भन्दा भ्रष्टाचारको कुरा उठ्या छ। भ्रष्टाचारको कुरा उठ्दाखेरि राजनीतिक नेतृत्वहरूमाथि नै त्यो बढी केन्द्रित छ। त्यसकारणले राजनीतिक नेतृत्वको सम्पत्ति छानबिन गरेर हामीले खुला गरेर सकिन्छ भने ती सबै राष्ट्रियकरण गरेर हैन जनतालाई स्पष्ट गर्न सक्दा त्यागको भावनाबाट राज्य चलाउने सङ्कल्प गर्दा मात्रै गर्न सकिन्छ।